हिजो भएको खेलमा नेपालले शानदार तरिकाले जितेको छ। त्यसको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई छ र बाँकी आज हुने खेलको लागि शुभकामना छ। एकदम खुसी लाग्यो जस राम्रै तरिकाले जित्यो। हिजोको जुन बलिङ फिल्डिङ त्यसरी ब्याटिङ शानदार रहेको छ र हिजोको ब्याटिङमा कुशल भुजेल आर्यको निकै उत्कृष्ट शानदार ब्याटिङ कारणले नेपालले जित्न सफल भएको। आजको खेलमा पनि यस्तै अवसरहरू यस्तै समय अनुकूल होस्, आजको खेल पनि जितोस् भन्न चाहन्छु। जस राम्रो हिजो सबैभन्दा राम्रो खेलेको भने हिजो मलाई एकदम राम्रो ब्याटिङ राम्रो बलिङ फिल्डिङ सबै कुरामा जस राम्रो गरेको थियो र आगामी आउने खेलहरूमा पनि यस्तै खेल्नु पर्यो। नेपाल राष्ट्रिय क्रिकेट टिमले जस नेपाली फ्यानहरूको आज हिजो चाहिँ अलिकति होइन इच्छा आकाङ्क्षा पुरा गरिदिएको छ, राम्रै तरिकाले खेलेको छ, नेपाली फ्यानहरूलाई अझै प्रभावित पारेको छ र नेपालले पनि राम्रो गरेको छ भनेर नेपाली फ्यानहरू पनि एकदम खुसी भएको छ र आजको म्याचमा पनि यस्तै हुनु पर्यो भन्न चाहन्छु। जस खुसी लाग्यो, राम्रो खेलेको छ र आगामी दिनहरूमा पनि यस्तै खेल्नु पर्यो। आफ्नो मेहनत आफ्नो लगनशीलता आफ्नो जिम्मेवारी सबै जस पुरा गर्नुभएको छ। वान डेमा पनि जितेको थियो सिरिज, अब आज यो पनि जित्नु पर्यो भन्न चाहन्छु। ट्राई सिरिज होइन नेपालको हातमा पर्नु पर्यो भन्न चाहन्छु। आज पनि जित्नु पर्यो भन्न चाहन्छु। जस एकदम खुसी लाग्यो, राम्रो ब्याटिङ राम्रो बलिङ राम्रो फिल्डिङ जस गरेर हिजोको खेल सबैभन्दा राम्रो लाग्यो, रमाइलो लाग्यो। आज पनि त्यस्तै हुनु पर्यो भन्न चाहन्छु। आज हुने खेलको लाखौँ शुभकामना छ। नेपाली क्रिकेट प्लेयरहरू नेपाली खेलाडीहरूले जस सबै लगनशीलता आफ्नो मेहनत यहाँ सदुपयोग गर्नुभएको छ, अझै गर्नु पर्यो भन्न चाहन्छु। अझै राम्रो हुनु पर्यो, अझै विश्वमा चिनाउनु पर्यो भन्न चाहन्छु। इन्डिया पाकिस्तान बङ्गलादेश श्रीलङ्का अफगानिस्तान अस्ट्रेलिया न्युजिल्यान्ड यस्ता देशहरूलाई पनि अलिकति इङ्ल्यान्ड जस्ता देशहरूलाई पनि अझै पर्सिने तरिकाले साउथ अफ्रिका जस्तो देशहरूलाई पर्सिने तरिकाले ब्याटिङ गर्नु पर्यो। बलिङ त एकदम राम्रो छ, फिल्डिङ पनि राम्रो छ, तर ब्याटिङमा अलिकति छैन, अझै ब्याटिङ स्टाइल अलिकति बलियो बनाउनु पर्यो भन्न चाहन्छु। ब्याटिङ स्टाइल बढ्यो भने नेपालीहरूको राम्रो ब्याटिङ चल्न थाल्यो भने विश्वका यी शक्तिशाली देशहरूलाई पनि अलिकति असर पर्छ पक्कै पनि भन्न चाहन्छु। त्यसैले एकदम खुसी लाग्यो, राम्रो खेलेको छ नेपाल राष्ट्रिय क्रिकेट टिमले। अब आउने बाँकी खेलहरूमा अब हुने गेमहरूमा राम्रो हुनु पर्यो भन्न चाहन्छु। अब आउने समय सबै शानदार होस् भन्न चाहन्छु नेपाली राष्ट्रिय क्रिकेट टिमलाई। म हृदयदेखि नै हार्दिक धन्यवाद भन्न चाहन्छु। हस्त धन्यवाद।